फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो अर्को मिनी ब्लगमा। आज हामी जाँदैछौँ क्योतोबाट टोकियो। यो चाहिँ हामी गाडीमा जाँदाखेरि बिहानै फुजिसानको दृश्य हो। हामीहरू आनन्दसँग गाडीमा गइरहेका थियौँ, तर एक्कासी गाडीले लगेर फुजिसानको अगाडि रोकिदियो। हामीले एकैचोटि फुजिसान देख्दा एकदमै सरप्राइज भयौँ र हामीहरू टोकियो पुगिसकेपछि हामीहरूले दिदी भिनाजुहरूलाई भेटघाट गऱ्यौँ। यो हाम्रो भेटघाट चाहिँ नजिकैको भेटघाट थिएन, यो चाहिँ 2.5 वर्षको पछिको भेटघाट थियो र यसरी भेटघाट भइसकेपछि हामीहरू एक दुईवटा भिडियो गराऊँ न त भनेर गराइयो र हामी त्यसपछि सिधै खानासाना खाइसकेपछि टोकियो स्काई ट्रीतिर लागियो। यो चाहिँ जापानको सबैभन्दा अल्को टावर रहेछ। टोकियो टावर पनि छ छन त, तर यो चाहिँ जापानकै सबैभन्दा अल्को टावर र यो चाहिँ भित्रको दृश्य थियो। भित्र जाँदाखेरिको दुईवटा तला रहेको छ। त्यहाँनिर चाहिँ सेकेन्ड सबैभन्दा माथिल्लोसम्म जान चाहिँ 3900 रुपियाँ लाग्ने रहेछ र देख्न सक्नुहुन्छ यो 400देखि 500को स्पिडमा चाहिँ माथि लैदिन्छ। फर्स्टमा हामीहरू पहिलो तलामा गएर बाहिरको दृश्य अवलोकन गर्छौँ। त्यसपछि एकछिनमा त्यहाँको दृश्य अवलोकन र फोटो सेसनपछि हामीहरू माथिल्लो तलामा चाहिँ जान्छौँ। यो चाहिँ पहिलो तलाको दृश्य हो र यहाँनिर यसपछि चाहिँ हामीहरू यो चाहिँ दोस्रो तलामा जाने चाहिँ तयारी गरिरहेका छौँ। माथि जाँदाखेरि पनि एकदमै 400देखि 500को स्पिडमा चाहिँ उतै लैदिँदो रहेछ यो लिफ्टले चाहिँ। लिफ्टमा चाहिँ 15-16जना बाहेक धेरै मान्छे नराख्दो रहेछ यो पटकमा। मान्छेको राम्रो नै उपस्थिति रहेको थियो र यो चाहिँ सबैभन्दा माथिल्लो फ्लोरबाट देखिने दृश्य हो। यहाँबाट चाहिँ एकदमै ठुला बिल्डिङहरू पनि एकदमै साना देखिएका थिए र यो चाहिँ यहाँ चाहिँ धेरै मान्छेहरू चाहिँ अलिकति डराउने रहेछन्, तर म त नडराइकन गएँ। त्यसपछि त्यहाँको दृश्य अवलोकनपछि हामी लाग्यौँ आसाकुसा मन्दिर। यो चाहिँ एकदमै फेमस रहेछ नेपालीहरूको माझ पनि, तर यहाँ चाहिँ धेरै विदेशीहरू पनि थिए, तर नेपालीहरू चाहिँ धेरै जाने मन्दिर रहेछ यो चाहिँ टोकियोको। र यो चाहिँ त्यहाँभन्दा बाहिरको दृश्य हो। यो टोकियो टावर, टोकियो स्काई ट्रीसँगै देखिने यहाँको एकदमै रमणीय स्थल रहेछ। यहाँ मान्छेहरूको बाक्लै उपस्थिति थियो। त्यसपछि हामी लाग्यौँ टोकियो डिज्नील्यान्ड, एकदमै फेमस ठाउँ र हामीहरू डिज्नील्यान्ड जाँदाखेरि लगभग साँझ परिसकेको थियो र हामीहरू यो बाहिरकै दृश्य मात्र हेरेर फर्किने निधो गऱ्यौँ। यो चाहिँ हाम्रो डिज्नील्यान्डको बाहिरतिर कुद्ने चाहिँ मोनोरेल रहेको रहेछ, एकदमै फेमस रहेछ। यसरी मान्छेहरू लगभग फर्किन लागिसकेका थिए। भित्रको गेमहरू खेल्न पाइएन योचोटि, अब समयको पाबन्दीले गर्दाखेरि। र हामीहरू खानासाना अब खाजा खाउँ भनेर चाहिँ हामी साइजेरियातिर लाग्यो। त्यहाँ रोबोटले चाहिँ खाना ल्याइदिएको थियो हामीलाई र यहाँ खाजा खाइसकेपछि हामीहरू दिदीहरूको घरतिर लाग्यो। हस्, धन्यवाद।